भाइटिका लाउँदैछु यता थालमा। ह्याप्पी तिहार। फुल त कति पहेँलो यो अनि यो शत्रुहरू चाहिँ फुटेर गए। हात पनि काम छ फुलको माला कानहरू राम्रो सुन्ने हो चम्को होस् भनेर कानमा लगाइदिएको। क्यामराम्यान यता हेलो एभ्रिवान, नमस्ते, ह्याप्पी दिवाली, ह्याप्पी भाइटिका। वेलकम एन्ड वेलकम ब्याक टु माई एनदर ब्लग्स। आयो हजुरहरू पनि सन्चै हुनुहुन्छ भन्ने आशा गरेको छु। म पनि एकदम सन्चै छु। अनि 2082 सालको तिहार चाहिँ हामी ओभर भव्य सभ्यको साथ मनाइरहेको छौँ। हजुरहरू पनि मनाइराख्नु भएको छ भन्ने मलाई पूर्ण विश्वास गरेको छु। र मेरो बहिनी यता हिँडिरहेको छ टिका लाउनुलाई। हेलो, मेरो ब्लगमा स्वागत छ। धन्यवाद। 2 शब्द तिहारको जाओस् न त। ह्याप्पी भाइटिका सबैजनालाई। 2082 सालको हामी चाहिँ टिका लाउनु कुटीतिर जाँदैछौँ दिदीसँग। घाम लागिरहेछ यस्तो मन्द मन्द। त्यही त मन्द घाम लागेको छ है। म चाहिँ छातामा छु, बुनु चाहिँ अगाडि हिलमा छ, खुट्टा एकदमै हिलमा ढुङ्गा छ हिलमा होइन। सो गाइजहरू, हामी चाहिँ घरमा टिका लगाइसकेको छौँ। अनि घरमा सबै टिका लाएर चाहिँ अब हामी फुपूहरूकोतिर जाँदैछौँ टिका लाउनु। अनि खोइ त टिका मात्र छ त गलामा फुल त खोइ भन्दै हुनुहुन्छ होला। फुल चाहिँ हामीले अहिले गर्मी हल्का भइरहेको छ अनि 2 जनाले नै खोल्यौँ। अनि निधारमा टिका चाहिँ हेर्न सक्नुहुनेछ। लाइवरी हामी हिँडिसक्यौँ। हाम्रो पापा मम्मीहरू सबै छोराहरू गइसक्नु भइसक्यो अगाडि नै। हामी चाहिँ अलिक ढिला भयो रेडी हुँदा, यता त्यता गर्दा गर्दै गाइजहरू। सो हजुरहरू हाम्रो ब्लग्स हेर्दै रहनु होला र हजुरहरू पनि एकदम मजाले तिहार भाइटिका मनाउनु होला है त गाइजहरू। एकदम घाम छ यस्तो हेर्न सक्नुहुनेछ। आकाशमा एउटै घाम छैन, एउटै घाम छैन है, घाम छैन, बादल छैन पो भन्दै भनेको त घाम पो भन्दो रहेछु। कस्तो कहिले काहीँ लटपट हुन्छ। तल मम्मी जानु हुँदैछ। सो यता चाहिँ आमा छोरी 2 जना। हाम्रो मम्मी यता फर्किनुहोस् त एकचोटि। ह्याप्पी तिहार, ह्याप्पी तिहार, ह्याप्पी तिहार। हाम्रो मम्मी त पुरा ब्युटिफुल नि, ब्युटिफुल मम्स त पुरा लाछा डोरी टक्क साडीमा हिँड्नुहुँदैछ है हाम्रो मम्स चाहिँ। बुनु चाहिँ लुङ्गीमा, म पनि लुङ्गीमै छु है गाइजहरू। क्रक्समा छु, लुङ्गीमा छु, क्रक्समा छु, लुङ्गीमा छु। झन्डै मोबाइल सोबाले पछाडि। कोसी पारीबाट ल ह्याप्पी तिहार, ह्याप्पी तिहार। हिलमा छ, हिलमा। ला लुङ्गी कान्छी कति राम्री लुङ्गी गुरु पो रहेछ त। हजुर तपाईँलाई झन् किन के भएको के भएर लुङ्गी नलाउनु? म त बि बानेको छु यसरी। अनि हाम्रो पापा यता अगाडि नै होइन। ए लो है त यहाँ यो पक्र त, यो पक्र। नमस्ते दिदी। हुन्छ
पापालाई म पापालाई हुन्छ ए मम्मी त्यसपछि भाग्यमानी रिजन भाइ नमस्ते रिजन आइसकेपछि अघि आएको के गरेको भोक लागिसक्यो होला आमा नमस्ते नमस्ते छोरी कति छोरी त हो पुतुलकी मामुलाई पनि भाग्यमानी छोरी लु मामुलाई पनि म तानिनु कान्छी छेकाउनेमा दुईजनालाई दुईजना बोला अब एकैचोटि होला भेना सेवारो मेरो है बिचरा ह्याप्पी तिहार फुल त कति राम्रो पर्साउने यता फुल प्लस यता हाम्रो यहाँ मैले पुरा टिका लगाइदिनुलाई हाम्रो मम्मी र पापालाई तयारी अब म पनि छु है त साथीहरू म खिच्न जान्दिनँ मम्मीले भाइ बुहारी भदेनीलाई छेक्दै हुनुहुन्छ निस्किँदैन रहेछ सबै चाहिँ यहाँनिर अप्ठ्यारो बनाउँदैछौँ यहाँ तीनजना भएर अलिकति उन्नति आउनाले ओखर पनि देखाउनै कान्छी यहाँ तीनचोटि होइन सेक्छन् यहाँ हाम्रो यो अलिकति त्यसको चुम्दै छैन एकचोटि चाहिँ डर लानु अनि पछि त गर्दैन हुन्छ क्या दिदी हो त्यो नचुराइकन जानु भन्छ तीनचोटिमा त त्यहाँ फ्याँकिदिने दिदी अब होइन बिर्सेँ भनेर दिदीले भन्नुभयो अब मेरो लगेर जाँदैछु है फोडा बहिनी कता फर्किनु न मम्मी ढोका लाउनु किन त्यत्रो गर्नु दुःख गर्नु यो चाहिँ हाम्रो ओखर फुटाको देखाउनु हुँदैन र हाम्रो अरे सबैको खै दिदी मम्मीलाई छोडिदिनु न ढोका थन्दा भएको भए त्यत्रो खुस्काउनै नपर्ने त यहाँबाट ड्याङ शत्रुहरू चाहिँ फुटेर गए तिनीहरूको टाउको फुटे यो त कहाँ गर्मीले सारी त तैरम त लु न मम्मी सवारी आऊ न 5 मिनट भइसक्यो फोन उता छ भाङ्गो पनि लाउँछु होला अब त यो त हात पनि काम छ पो त अलिक डह्रो पनि भएर होला हौ अलिकति टोपी चाहिँ यस्तो गर्नुभएको ठिकै छ हो त्यसरी देखि चाहिँ छ यतिको म त जान्दिनँ एउटै फोनबाट खिच्नु है जानुकोबाट भने साह्रो यो दुईटा मेरोमा त धेरै अट्दैन दिदी उयो भएको छ अस्ति स्टोरेज फुल भएको नि दिदी त्यहाँ बाह्रको फोन ल्याउनु यहाँको चाहिँ खिच्नु अनि अर्को खिच्नु न फेरि क्यापकट डिलिट गरेको दिदीको नटेर कमी छैन हाम्रो तपाईँको त झन् भान्जी कतिखेर पाउनुहुन्छ बेलुका उसको त बेलुका अब रिजनलाई छेक्ने हामी अब अनि पोट त हामीसँगै भएको थियो दुईजना अहिले त अघि आएको रिजन त कतिको झिलिमिली देउसी रे फुलको माला
एकछिन बेलुका खेल्नुपर्छ अहिले होइन ठुलो त भइसकेको छ बिस्तारै राम्रो म त लामै लाउँछु आज त चेलीबेटीले लगाइदिएको लामै नै राम्रो ऊ के अरे लामै लाउनु छोराले भट्टाउँदो रहेछ अरे उसले भट्टाउँदो रहेछ मैले हेरेको टिकटकमा लगाएको थियो फेसबुकमा लामै लाउनु मरे कान्छी कति बेला आइपुग्नुहुन्छ त्यसमाथि थप्नु लाउने बेलुका अब दुईटा हुन्छ यहाँ यता साइडमा त्यसरी लाउनुहुन्छ त्यसरी लाउँदा एउटापट्टिमा त यहाँसम्म लाउँछन् 15 राम्रो लगाइदिनु भएछ हाम्रो पापाको यहाँ हुन्छ बोको पनि दसैँमा त यति दिसम्म त लाइन्छ यहाँ त्यहाँ हो मानवीर मामाले ए मानवीर मामा अरे के मामा तल मानसिंह मामाले त यहाँ छोपेर हाँस्दा भयो क्या माउन्टेन भयो माउन्टेन एभरेस्ट भनेको चाहिँ सबैभन्दा ठुलो हिमाल क्या अनि ऊ चाहिँ के भन्छ सेमी चाहिँ टिका लाउनु न के हो भन्दै थियो मलाई अब लाउनु जानु आँटेको दिदीको गिलो भयो होला नलाउँदा पनि साह्रो पनि फेरि ट्याक्कै आउँछ धेर मुनि भयो होला हौ मम्मी रिजनले निन्द्रा पुऱ्यायो सुरेको कहाँनिर पसिना आइसक्यो दिदी मलाई त यत्तिकै आउँछ ठ्याप 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 छिटो मम्मीले धेरै तल हालिदिनु भयो जस्तो लाग्यो अहिले हामी हालहाल गर्नुपर्छ गर्मी भयो मलाई त गर्मी त हुन्छ नै नातिजीको कता छ भात त खाँदिनँ म यसपालि त जाडो हुन्छ मेरो माथि थियो जाडो चाहिँ छैन अहिले नभए त घाँटीमा लाउँदा त चिसो हुन्थ्यो अहिले फुलको माला नि छिटो भयो नि त चिसो हुन्छ तिनीहरूको त फुल्टा उधोतिर त जम्मैको एक ठुङ्गा पनि छैन भन्छन् हाम्रो त प्रान्टरतिर अस्ति म गाडीमा आउँदा लक्ष्मी पूजा पनि केले गर्नु भन्दै थियो अहिले फुल छैन नि फुलेको छैन राख्नुको लागि नेडी उसले त सिन्काले त कहाँ घुच्छु जस्तै लाग्यो हुन्छ हातले पनि दिदी हातले ठ्याप ठ्याप लगाइदिँदा ठ्याप ठ्यापालमा त यत्रो राम्रो देखिन्छ कानहरू राम्रो सुन्ने हो चम्खो होस् भनेर कानमा लगाइदिएको अरे क्या घाँटी दुखाइ नहोस् भनेर लगाइदिएको अरे के त्यो त्यसो भनेर भन्छन् घाँटी कान नसुन्ने नहुनु चम्खो चम्खो हुनु यो घाँटीबाट नराम्रो पक्षहरू ननिक्लोस् राम्रो राम्रो आओस् भनेर चाहिँ घाँटीमा लगाएको हो दिदी घाँटीको बिमार पनि फेरि यो घाँटीबाट मुखमा निक्लिन्छ नि त बोलीहरू नराम्रो नराम्रो नबोलियोस् भनेर घाँटी बन्द गरिदिएको क्या किलकिले हुँदैन छोरी मान्छेको किलकिले नभएपछि जे पनि बोल्न सकिन्छ कचङ कचङ नबोल्नु कचङ कचङ नबोल्नु भनेर फेरि बोल्दै नबोल्नु पनि होइन अहिले त बोल्नु तेलको बारेमा मम्मी तेल त यो तेल चाहिँले के अरे सुकोस् त्यहाँदेखि मेरो माइती लाउनु पाउँछ भनेर अनि तर यो सुके चेलीले घेरा लगाइदिएको अरे त्यो त्यसमा तेल छ नि तेल अघि नै तेल घेरा लगाइसकेको छ त्यसले उसको माइतीलाई छेकेर त्यो सुक्दा ओर्दा समय गयो अरे क्या त्यो अब त फुल लगाइदिनु नि अनि त्यहाँबाट एमाले त्यो उ गरिसकेपछि लानु मेरो माइती भनेकोले गर्दाखेरि ठुलो भनेको त्यत्रै हो यसपालि माला यत्रो पाउनु पनि सान्नु होइन हो एकछिनमा अहिले होला हौ एकछिनमा ढोक्नु पनि ल म त बिहान आउँछु त्योबाट के भयो बसी बसी ढोक्ने फुल लाएर त ढोक्नु पर्यो नि शिर उठाउनु पर्यो नि धन्यवाद अरू त छैन गिफ्ट खानेकुरा सँगै छ होला हौ दिदी
हुन्छ क्या हुन्छ यहाँ त हुँदैन होला यहाँ हातमा बोलान्छ खुट्टामा होइन होला उठे नि त्यही भएर नि कति बेला कुन खुल्छ हौ त्यो रातो नलाउनु यो लगाइदिनु यिनीहरू यो भएर लगाइदिनु यो रातो चेलीले लगाइदिनु हुँदैन हामी रातो लगाइदिन्छौँ हो तिनीहरू चाहिँ लगाइदिनु जोरमुरमाथि दिलमा जोरमुर लगाइदिनु हुन्छ भाइले चाहिँ लगाइदिँदै हुनुहुन्छ अहिले चाहिँ अहिले अलिक जिउ तन्काउनु न मामु त्यो रातो लगाइदिनु हुँदैन के हो लु भयो खोइ त अब के गर्नु पर्यो अब म रातोहरू थपिदिनु न यो पर्छ पर्दैन यो पर्छ अलिक माथि तिम्रो त्यो बिना त कसैले यहाँ कतिवटा चेलीले लगाइदिएको रहेछ भनेर भन्ने कति राम्रो नानीले त होस् चिन्ता हुन्छ ल यहाँ हुन्छ साइडको हिरोइन आयो अरे वेलकम 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 साइडको हिरोइन त्यो त देख्नै गिर्नु भएछ त अलिक पिठो पाक्नु थियो कि भुइँ जम्नु भन्छ त फेरि त होइन म कत्रो देखिँदैछु दिदीलाई अब सकियोस् न यसरी चुन्दैछ नाकमा अगाडि रिस नउठ्नु भनेर होला धेरै मोबाइल नहेर्नु गेम नखेल्नु त्यो त आँखाले पो होला त मोबाइल त ठिक्का मात्रै खेल्नु क्या गेमहरू पनि हात बाङ्गो कि यो सिन्का बाङ्गो भन्नु नभएको ठिकै छ अलिअलि बाङ्गो हुन्छ नि आँखा नदेखेर दिदी यहाँ अन्त चस्मा ल्याउनु चस्मा पनि छ नि गर्मीले यहाँ के को चस्मा यहाँ मैले नभेट्नु होला नि फेरि यही भन्दा मिल्दै हुनुहुन्छ त्यति साह्रो भएन होला कमेडी गर्नु परेन त अलिअलि यतिको ठिक छ अहिले यहाँको बोली मिठो जरामा उनीहरूको हात नकाम्ने हँसाएपछि झन् म त कहाँ कहाँ लाउने रहेछु क्यामराम्यान यता कुचुक क्यामेरा बाई जेनिसा राई जेनिसा बाइङलाई राम्रो निकाल्ने क्यामेरा मार्क्स पाउँ होला राम्रो निकाल्छ त खतरा नि फेरि मम्मी अब आफै लाउँछ फेरि अलि चकचक हो आफै लाउँदैछौ त मलाई नि त्यसो राम्रो लाग्छ अब यहाँ अहिले न अहिले बाँकी छ रे सबैको ढोक्नु बाँकी हो हाम्रो छ अहिले फेरि पनि ढोक्नु पर्यो ए बाँकी छैन रहेछ म देखेन ढोकबेट भइसक्यो यो रक्सी खाएर चाहिँ डुम्रीको फेतेर नलड्नु जानु दिदी खुट्टा नमर्काउनु रक्सीले त लडिँदैन यो हरियो रक्सीले नलड्नु खाटको फेदमा एउटा छ बियर फुटाएर अनि एउटा डिउ मलाई कस्तो देखियो कान्छी माथि एउटा ए उ त क्यामेरा मम्मा अघि नै होस् अघिको सँग दुईचोटि भयो नि त दिदी दुईचोटि भयो गिलास पनि ल्याइ यता नानी यता पनि छ र यता हामीलाई पनि छ दुईटा बिजन एकछिन ल दिदी दक्षिणा त डिउ यहाँ छ भन्नुभयो मम्मीले माथि हेर कहाँ बिचकोमा कान्छीको त फेरि लास्टमा हो नि त सधैँ आज यहाँको त सकिएको अब मेरो त सक्नु अनि अब बेलुका मान्छौँ त सक्यो ए होस् न हामीलाई दिनुभयो यसरी नै मनाउन पाऊँ जहिले नै मनाउन पाऊँ मनाउनु होला नि फुटाउनु पनि सिक्दैछु त्यस्तो त हुन्छ दिदी चिज त ल
अब पक्रिनु धन्यवाद धन्यवाद इंग्लिश त के अनि छोरीहरुले वेलकम पनि म भन्छु के त भन्छु है बेबी वेलकम पनि भन्छु ओके गुड गुड अनि ओके पनि वेलकम त भन्छु आयो सकिन होला तिम्रो लुगा त घाटे डर्छ कता कता यस्तो त होइन है हुन्छ धन्यवाद है बान्छीको लुगा त जग्गामा पर मम्मीको साडी हेर्न नहुने भएको छ त उले चलेर एउटा यस्तै दिदी त्यहाँनेर लेखकै साल ढडाएर अगरबत्तीहरूले त थाहा पल्लोपट्टि राख्नु पर्छ तेरो खै चेयर्स चेयर्स अनि मैले खुवाइसक्यो फेरि नि मान्छे नर्मल हो अरे ल ह्याप्पी तिहार ह्याप्पी भाइटिका दीपावली दिदी ह्याप्पी दीपावली तपाईँ पनि लु दिदी लु न म बिस्तार अब को छ मनका अब मानसिंहमा छेक्नुहुन्छ र त उहाँ छेकेर आउँछ नि छेकेर आउँछ भात चाहिँ खादिन यस्तो चाहिँ के चाहिँ खानु चिसोहरु चाहिँ खान्छु हाम्रो मामु रक्सी खाएर नलड बढिनु अलि खुट्टा खान्छु है नलड्नु रक्सीबाट फिच्याउ स्प्राइट खाको हो नि म त यो ओके ग्यास्ट्रिक के पो टोकरी ढडिया खाए ल भन्नु न यस्तो बता सेलरोटी बिस्कुट एप्पल अनि एप्पल त स्याउ अनि स्प्राइट खाए ल भन्नु त्यो दिदी त मोटी न मोटी रहेछ त्यो खाए ल खाएन यति कति रुचेको साँच्चीको खाएको त मार्केट खाए नि उनीहरूले काम पनि खाइदिए मलाई होइन खाँदैन रोटी त कति राम्रो बनाउनुहुन्छ रोटी त कोदाल नभएर चेप यो पालि त उफ्रेन फुल्लेन रिजन भाइ ह्याप्पी तिहार रिजन भाइ कति भलात्मी ज्ञानी भएर रिजन भाइ यता सोनियानको भाइ सायानको मम्मी अनि यता हाम्रो छोरी स्वर्णिम अनि यहाँ अब भाइहरू दुईजनालाई टिकाको लागि चाहिँ उहाँले यहाँ ओखरलाई पुज्नु हुँदैछ फर्स्ट अफ अल चाहिँ ओखरलाई पुज्नु पर्ने हुन्छ फुलमा लगाउनु न कपाल ओभर अप्ठ्यारो भयो कति ज्ञानी अब के गर्नु छोरा अडिन्छ कहाँ सोल्यानसँग मान्दैन होला नि सेकिन्जेल त बस्नु पर्यो त नअडे पनि रुदै भए पनि सोल्यान र सायान हुन्छ छोरी हुन्छ जान्दैन अब टिका लगाइदिनु टिकी हौ त ओखरलाई टिकी लगाइदिनु हातले यहाँनिर लगाइदिनु यस्तो गरेर छप्प लगाइदिनु हुन्छ ओखर त भुइँमै राख्नु भाइले हाँसिरहेछ अब उयो उधोपट्टि जानु उधोपट्टिबाट गर्नु त उतापट्टि जानुहोस् त उधोपट्टि जानु छोरी उतापट्टि जानुहोस् उधोपट्टि यसको यसले यस्तो भाइ मान्ने टिकीहरू लाउनु नि यसले ठक यहाँ अघि पिपीले गरेको हेर्नु भनेको नि मैले सबै जुन भए पनि हुन्छ एक दुईवटा लाउँदा हुन्छ ओखरको हातले यो अम्ला लाउनुपर्छ कति अम्लाले भयो गुड भयो छोडिदेऊ अब पूजा भाइलाई यो फुलले यहाँ हात भाइले थाप्ने हातले यसरी आशीर्वाद अब मङ होला के खानेकुरा पुज्ने हातमा यस्तो घोडामा यहाँ हाल्ने घोडामा हातमा अनि घोडामा अनि कुममा अनि टाउकोमा तलबाट अलि फुल लिनु न सकिँदैन फुल घप्प लिनु होइन अनि यहाँ हातमा अनि घोडामा अब कुममा अनि टाउकोमा सबै गुड भयो यो लिएर छेक्ने अब छेक्नु घुम्नु होला 3 चोटि ओके यहाँ आउनु यहाँ यसरी नै चुहाउनु पानी थोरै यता पहिला सुरुमा पानी फाल्नु साना के खानेकुरा दिनु न मुखमा चलाउँदै बस्छस् साना
यता नानी पहिला बाहिर सकिन्छ पो त्यसरी त पानी त थोरै थोरै पानी थोरै 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 त चुइराको गोप्टिन न छोरो एकछिन सुई सुई है सुई सुई हो यता फ्याला यता फेरि एकचोटि फ्याल्ने छोड्नै ठुलो मार्नु एकचोटि रुको छैन जानु तीनचोटि छ घोप्टी परेर भाइ भाइ रुको छैन तिमी नजाऊ न एकछिन नदेखोस् क्या फेरि बाहिर एकचोटि छ है बाहिर एकचोटि अनि अलिक घोप्टेर अलिकति घोप्टे जस्तो भयो सानो घोप्टिन भएको भए त टाउको निस्किने बनाउनु पर्यो अलिक घोप्टो है छोरी घोप्टो है अनि फेरि फ्याँक्नु एकचोटि ल भयो अब कलश राखिदिनु कलश टक्क राख्नु छोरी ल भयो एक ड्याम कुटेर फ्याँकिहाल्नु पर्छ हुन्छ त्यसले पनि दाजु गराइदिउँ न तिमी त सट्टे यस्तो लामो नहल्लिनु है नहल्लिनु है अब हल्लिन्छ नि भाइसँग तलबाट हुन्छ माथिबाट पनि चेन्ज नगर्नु माला एकछिन रोए पनि रोएस् न त के गर्नु त स्वर राम्रो हुन्छ यसरी बटारिनुहुन्छ छोरी अब रङले भयो छोल्लो 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 होइन पनि ठाउने हो सक्नुभयो गिफ्ट हेर्नु त तिहार स्पेशल गिफ्ट तिहार स्पेशल गिफ्ट स्वर्णिम नानाले हातमा दिनु अनि खुट्टामा ढोक्नु ठुलो किकीहरूलाई पनि यसरी गर्नु होइन यसरी थाप्ने आशीर्वाद दिदीको हो यहाँ यसरी गर्ने यता अनि शिरमा लाने बुझेस् यता यता दाहिने देब्रे बराबरी झार्ने अलिक यहाँ झरोस् कुममा 3 खेप भयो अब टिका लगाइदेऊ टिका ऊ पर टिका ऊ टिका त्यहाँ हजुर पानी अलिकति हेलो छोरा यता हेरौँ किन हुन्छ पानी नै सेतो त त्यस्तै हो यहाँनिर टिक्रिक भाइले यता हेर्ने है दिदीलाई हेर्ने अलिक सिधा टाउको हो त्यसरी अब यो पहेँलो यो अनि यो बिचरा भोकभोकै सोल्यानलाई माया गर्नुहुन्छ हाम्रो छोरीले नबात्नु नजुत्नु राम्रो भनेको मान्नु पापो लाग्छ जुदो भने लात्तीले हानो भने माइती चेली धेरै धेरै पढ्नु ज्ञानी हुनु लाउरे हुनु दिदीलाई पछि साडी ल्याइदिनु स्कुटर किनिदिनु सुन लगाइदिनु लगाइदेऊ यो मखमाली प्याए मारिकताको माथि लगाइदिनु छोरी त नभए टाउकोमा होइन नमस्ते गुड खुट्टामा दिदीलाई खुट्टामा अहिले चाहिँ यो हो नि त यो टोपी लगाइदिनु बस्नु त अगाडि नै लाउनु न छुटिन्छ अब त्यसरी त छुटिन्छ बस्नु त त्यसरी नि हो टोपी माला भित्रै झार्दिनु नानी माला खोइ नानी अलि यता आउनु त नाति अरे दादा यस्तो चाहिँ हो के
चिलाउँछ क्या यसलाई एकछिन लाएर अहिले खानु न। एकछिन त लाउनु पर्छ है एकछिन खोल्नु हुँदैन नि अब कोसेली दिनु पर्यो। कोसेली के हो भाइलाई कोसेली कोसेली रोटी नमस्ते गर्ने होइन त्यो नगर्नु न केही हुँदैन एकछिन के को सिस्नु हुनु लु राम्रो देखिँदैन कति म्याच गरेछ छोराले चिप्स नमस्ते गर्नु चाहिँ दिदीलाई नमस्ते दिदी सिधा राखिदिनु पर्छ। जुस नमस्ते दिदी खोइ ल 1500 पुऱ्यायो। पैसा पनि चाहियो होला छोरा हजुर दिनु नि गल्ती भएमा हे चिरञ्जीवी हे भइमा रहन् यसैमा घरका हे लाला बाला हे सुखी रहन् हे खुसी रहन् हे यसै घरका हे गाई गोठ हे बाखरी छोरा हे भेडी गोठ हे लाखौँ लाख हे भइमा रहोस् हे भइमा रहोस् हे यसै घरका सक्यौँ हामीले त